हेलो एभ्रिवान, सेवा सम्पूर्णलाई फेरि पनि मेरो अर्को डे 2 ट्रेकिङ मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। सो साथीहरू, हामी चाहिँ आज फलाइचादेखि हाम्रो ट्रेकिङको सुरुवात भयो। यता हाम्रो दिदीहरू चाहिँ अनि यहाँ बहिनीहरू हिँड्दै हुनुहुन्छ। अनि माथि हिँड्दै पुग्दा चाहिँ हामीलाई थके लाग्यो नि त, अनि एकछिन रेस्ट गरौँ न भनेर अनि रेस्ट गऱ्यौँ। अनि आइसक्रिम पनि खाऊँ न भनेर अनि आइसक्रिम पनि खायौँ। अनि त्यसपछि फेरि लाग्यौँ। यो चाहिँ अलैँची रहेछ, हेर्नु न कति धेरै अलैँची, क्या खोल्सीको सुन अरे। हाम्रोतिर त त्यति पाउँदैन नि त। अनि यताका मान्छेहरू कति धनी, हेर्नु न। वाउ, झरना पनि कस्तो राम्रो। बाटोमा जाँदै गर्दा चाहिँ झरना भेट्यौँ। अनि एकछिन भिडियो बनाऊँ न भनेर भिडियो पनि बनायौँ। अनि हामी बाटोमा हिँड्दै जाँदा चाहिँ यस्तो थियो। अनि यो चाहिँ पुल अरे। अनि हामी चाहिँ एउटा भिडियो बनाऊँ न भनेर हामी चाहिँ अघि अघि गयौँ। अनि दिदी चाहिँ पछि पछि आउँदै हुनुहुन्छ। हाम्रो 8 घन्टाको हिँडाइपछि चाहिँ बल्ल बल्लले हामी चाहिँ पुग्यौँ काली खोला। ताप्लेजुङको काली खोला हामीले चाहिँ पुग्दाखेरि हेर्नु न, जुकाहरू यस्तो लागेको थियो कि ओ माई गड, सबैको ब्लडै ब्लड हुने गरी टोकेको थियो साथीहरू। हामीले चाहिँ खाना पनि खाएको थिएन भने यो घरमा चाहिँ हामीले चाहिँ अघि नै खाना बनाइदिनु भनेर अर्डर गरेको थियौँ। अनि हामी चाहिँ बल्ल बल्लले आइपुग्यौँ। अनि यहाँ चाहिँ छुर्पीहरू यस्तो थियो। अनि कस्तो भोक लागेको थियो नि त। अनि हामी चाहिँ छिट्टो छिट्टो खाना खायौँ। अनि त्यसपछि फेरि लाग्यौँ है उकालो। अनि जाँदै गर्दा चाहिँ एक्कासी पानी पऱ्यो नि त। अनि सबैले आफ्नो आफ्नो रेनकोट छाता लगाएर फेरि हाम्रो उकालो लाग्यौँ। हाम्रो मेन टार्गेट चाहिँ पुग्ने भनेको नुनथला थियो साथीहरू। तर हामीले चाहिँ पुग्न सक्ने अवस्था नै थिएन कि, किनभने बिहान 7 बजे हिँडेको बेलुकाको 5 बज्न लागिसकेको थियो नि त। अनि त्यही भएर पनि हामीले चाहिँ सम्भवै थिएन क्या। फेरि एकदम पानी पनि परेको थियो। अनि जङ्गलको बाटो पनि थियो नि त। अनि त्यही भएर पनि होला हामी चाहिँ हिँड्न पनि सकिरहेको थिएनौँ। अनि चाहिँ हामी चाहिँ आज नालीगुराँस होमस्टेमै बस्ने भयौँ कि यहाँ पुग्दा हाम्रो 6 बजिसकेको थियो कि, त्यही भएर पनि होला आज चाहिँ हामी यहीँ बस्ने भयौँ साथीहरू।